हेलो हेलो साथीहरू, अब हामी जाँदैछौँ। यो रत्न रिसोर्टमा बसियो चौधन्डी गढीबाट आएर। अनि अब हामी जाँदैछौँ रौतामाई। यहाँ कान्छी ठिक पारेर आउँदैछ नि। अब हामी जाँदैछौँ रौतामाई मन्दिर दर्शन गर्नलाई। हजुरहरूलाई बाटो साटोमा सबै देखाउँछु, हेर्दै गर्नु होला। हाम्रो यहाँ बाइक खडा खडा छन्, हामी रमाइलो गर्दै जान्छौँ, हेर्दै गर्नु होला है त। बाई बाई। ओके हेलो साथीहरू, बाटो यस्तो रहेछ है। रौतामाई जाने बाटो कहाँसम्म फिट्छ अब 1 घन्टासम्म फिट्छ भन्ने सुन्नमा आएको छ। त्यसपछि पुरै कति छ अरे, हेर्दै गर्नु होला। सबै देखाउँछु। हामी यसरी जाँदैछौँ। टर्निङ रहेछ, बाटो पनि बिस्तारै गइरहेको छ। हामी अटो पनि गइरहेको छ। यस्तो अटो हामी सँगसँगै गइरहेको छ है। साथीहरू, यहाँबाट चाहिँ पुरै उदयपुर गढी देखिँदो रहेछ। ल हेर्नु त, हामी धेरै डाँडामा आइपुग्यौँ। ए सबै उदयपुर गढी देखेको छ। हेर्नुहोस् यहाँनिर यस्तै पुरै देखियो, पुरै हेर्नुहोस् है। गाडीहरू आउँदैछ, हामी जान्छौँ। ओके भाइ। पिच सकेपछि ए यस्तो छ अवस्था बाटोको। हेर्नु, ठाडो कालो रहेछ पुरै बाटो। हामी त कहाँ हो कतिवटा डाँडा फोडेर आयौँ, कतिवटा डाँडा दुःख सङ्घर्ष गरेर आइपुग्यो। यस्तो छ बाटो, ढुङ्गा। यसो रेस्ट गरेको यहाँनिर। चिसो चल्या, चिसो छ, घाम पनि लागेको छ। कतै चिसो पानी पर्ला जस्तो पनि भएको छ। यस्तै भूत भनेको छु म त। ल हेर्नुहोस्, रौतामाई जाने बाटो। ए म त कान्छ भयो साथीहरू। बाटो नाजुक अवस्था छ बाटोको। यस्तो छ बाटो, हेर्नुहोस् है। बाटो खरिज बाटो बन्दैछ। बाटो यस्तो छ, बाटो पानी परेपछि के हो त, मान्छेहरू पनि गएको छन्। बर्खाको टाइममा चाहिँ नआउनु होला। अहिले पनि बाटोमा अलि चिप्लै छ बाटो। यस्तो छ, 1-1.5 घन्टासम्म चाहिँ पिच भेटियो। त्यसपछि चाहिँ गएर बाटो पुरै कच्ची, पुरै एकदमै बाटो पुरै कच्ची छ। बाइकमा बस्दा पनि स्यास्या भयो। यहीँ बाटो बन्दैछ यहाँनिर यसरी। बाटो त्यही त, यहाँ बाटो यस्तो रहेछ गाइस। यहाँ त पारे तुवालो उड्या छ साथीहरू। यहाँ त गर्मीमा चिसो जाडो भएको छ। यहाँनिर त तोङबा खाँदै हिँड्नुपर्ने। तोङमा पाइन्छ होला यहाँ माथि। तोङमा खानुपर्छ। तोङमा माथि छैन, तोङमा खानुपर्छ साथीहरू। अब यहाँ माथि गएर साथीहरू बादल तल, हामी धेरै र केटाकेटी खेल्दैन। हेर्नु यहाँनिर बादल मस्त उडेको छ नि, चिसो मौसम छ। अब गएर पूजासुजा गरेर तातो खानेकुरा खानुपर्छ। यसरी बाटो यस्तो छ गाइस। लगभग मेरो 10 मिनटको भिडियो हुन्छ होला, हेरिदिनु होला सबैजनाले।
हामी जाँदैछौँ घर छ यहाँनिर खट्टखुट्ट घर ल हेर्नु बाटो आमा ए बाटो जस्तो मान्छेले भनेको ठिकै रहेछ है भनेको थिएँ नि बाटो एकदम खराब छ भनेको बाटो एकदम खराब छ ढुङ्गा पिछ्याएर त्यसरी साथीहरू अब आउनु लाग्यो अरे एउटा यहाँ बोर्ड लागेको छ अब आयो भनेको 1 घन्टा 1 घन्टा भइसक्यो हामी हिँडेको लगभग 1 घन्टा भयो 1 घन्टा ठ्याक्कै भयो रौतामाई प्रथम रौतामाई त्रिवेणी पर्यटन महोत्सव 2082 पाल्नु भएको प्रमुख अतिथि कृषि सचिति हामी आइपुग्न लाग्यौँ चिसो ठाउँ छ दाइमा तोङबा हात्तीहरूमा पाउँछ यहाँ तोङबा घरहरू यस्तो छ यो होटल छ यहाँ त यो होटल साथीहरू गच्चा पठाउँदैछ आयो साथीहरू गाइज बबाल रमाइलो मन्दिर कता हो यता आइयो है यता बस पार्क रहेछ बजारै पानी पनि पाउँदो रहेछ चटपट खानुपर्छ अहिले मस्तसँगले वेलकम रौतामाई वेलकम गाइज बाटो बाटो सम्झिँदाहरू न मन लाग्दो रहेछ तर आइयो धेरै दुःख कष्ट गरेकोमा रौतामाई माता रक्षा गरिदिनु होला चिताएको सम्पूर्ण कामहरू पुरा गरिदिनु होला साथीहरू अब हामी लगभग 2 मिनटमा पुग्छौँ आइपुग्न लाग्यो यो इभी होइन बा अगाडिको इभी पनि आउँदैछ यहाँ हेर्नुहोस् त्यो होटल रौता दर्शन के होलिडे होलिडे सरी रौता दर्शन होलिडे इन होटल एन्ड लज रहेछ साथीहरू हिजो राति यहाँ आएर बस्नुपर्ने रहेछ मिस्टेक भएछ तपाईँहरू आएर त्यसमै बस्नु होला आएर यसरी घरमा गर्न आउनुभएको छ सबैजना यसरी यतै राख्नु गाइज हामी ओर्ल्यौँ गाइज सल्लाहको बोटहरू रहेछ सल्लाहका बोटहरू छन् बाटो चाहिँ मन्दिरसम्म यस्तो छ मेला लागेको रहेछ हिजो 1 गतेको दिन तर आज हामी 2 गते आइपुग्यौँ ठिकै छ आज घुम्छौँ मेला पनि लागेको रहेछ मान्छेको भिडभाड हेरिदिनुहोस् गाडी हेरिदिनुहोस् कति छ मान्छे थुप्रो मान्छेहरू छन् टन्नै मान्छेहरू छन् नि हामी कान्छी कस्तो भयो त कस्तो भयो एकदम राम्रो कान्छ एकपल्ट भनिदे बाबा भन्नुहोस् हजुरको के छ ठिक छ नि यहाँ सिँढी नै सिँढी छ सिँढीमा हिँडिया छ हामी मान्छेहरू आउने जाने क्रम हेर्छ सिँढी चढियो हामी सिँढी चढिया छ हजुर गले म त मैले म थाकेको अवस्था सुरक्षा थाकेर रेस्ट गर्दैछु नि है मान्छेहरूको भिडभाड छ यस मन्दिरमा बलि भोग मनाइछ अरे यहाँ चाहिँ यस्तो छ मौसम जाँदैछु हामी अब छ हेर्नु हुस्से लागेछ पुरै हुस्से लागेछ ए हुस्से छ पुरै जाडो छ यहाँ छ गाइज